गुड मर्निङ सबैजनालाई। म 5 मिनटदेखि बोलेको बोलिरहेछु म्युट गरेर। म्युट रहेछ यहाँ अडियो। साउन्ड छैन भनेर क्वेसन गरिरहेको थिएँ मैले। अ, आज चाहिँ इन्ट्रोडक्टरी क्लास मात्रै हो। हामी आज डिस्कसन मात्रै गर्छौँ। कसरी पढ्ने भन्ने विषयमा तपाईँहरूसँग केही क्वेसन छ भने यु क्यान रेज ह्यान्ड र हामी डिस्कस गर्न सक्छौँ। मेन कुरा चाहिँ के हो भने ओभरअलमा चाहिँ हामीले कन्सेप्चुअली नै कभर गर्नुपर्ने हो। तर इट इज सिए मेम्बरसिप वा सिए फाइनल एक्जामिनेसन दिने साथीहरू हो तपाईँहरू। त्यो हिसाबले चाहिँ फन्डामेन्टल आइडिया यो क्लासको कस्तो हो भन्दा हामी आइक्यानको पास्ट क्वेसन लिन्छौँ। 20 सेट्सको कुरा गरेका छौँ हामी। 20वटा सेट सबै नै डिस्कसन गर्छौँ वा प्र्याक्टिस गर्छौँ। मेरो तपाईँहरूसँगको एक्सपेक्टेसन चाहिँ के हो भने तपाईँहरूले कपी पनि लिएर सँगै बस्नुहुन्छ, आफैले पनि लेख्नुहुन्छ भन्ने एक्सपेक्टेसन हो। हामी त्यो चाहिँ भोलिदेखि हामी सुरु गर्छौँ र जुनको क्वेसनलाई चाहिँ हामी सुरु गर्छौँ। मोरलेस म क्वेसन तपाईँहरूलाई पठाइदिन्छु। तपाईँहरूले त्यो क्वेसन प्रिन्ट गरेर वा तपाईँहरूले कम्प्युटरमा राख्न पनि सक्नुहुन्छ। साइडमा एउटा डिभाइस राखेर हेर्न पनि सकिन्छ। त्यो हिसाबले हामी भोलिदेखि चाहिँ क्वेसन प्र्याक्टिस गर्न थाल्छौँ। अ, र क्वेसन प्र्याक्टिस गर्दै गर्दाखेरि जति पनि थ्योरिटिकल कुराहरू आउँछन्, फर इक्जाम्पल इफ वी आर डिलिङ विथ क्वेसन नम्बर 1, क्वेसन नम्बर 1मा कतिवटा सेक्सन टच भएको रहेछ भन्ने कुरा सबभन्दा पहिला हामी एनालाइसिस गर्छौँ। क्वेसनको त्यो भनेको चाहिँ मैले पहिल्यै एनालाइसिस गरिसकेको हुन्छु र त्यो तपाईँहरूलाई म भनिदिन्छु यो सेक्सन चाहिँ कभर छ, वी विल डिस्कस दिस सेक्सन्स भनेर चाहिँ म भनिदिन्छु। कृपया नबोलिदिउँ है। त्यो चाहिँ म भनिदिन्छु। अ, र हामी ती पार्टिकुलर सेक्सन्सहरूको चाहिँ फन्डामेन्टल कुराहरू गर्छौँ। अर्थात् अनि कुनै पनि खर्च इन्कममा इन्क्लुड गर्छौँ वा एक्सपेन्सेसको रूपमा क्लेम गर्छौँ भने किन गर्छौँ भन्ने बारेमा पनि हामी डिस्कसन गर्छौँ। त्यति मात्रै होइन, तपाईँहरूसँग कुनै डाउट छ भने त्यो बारेमा डिस्कसन गर्छौँ। र त्यो 20वटा सेट अफ क्वेसन्सले कभर नगरेका अरू कुनै प्रोभिजन्सहरू रहेछन् भने हामी त्यो पनि डिस्कसन गर्छौँ। जस्तो कि अस्तिको बजेटले कुनै चेन्ज गरेको छ भने त 20वटा सेट अफ क्वेसनले कभर गर्ने नै भएन। त्यही भएर हामी के गर्छौँ भन्दा अस्तिको बजेटले कभर गरेको जति पनि प्रोभिजन्सहरू छ त्यो चाहिँ हामी सेपरेटली डिस्कसन गर्छौँ। फाइनेन्स एक्टबाट नि क्वेसन सोध्न थालेको छ आइकानले, त्यही भएर हामी फाइनेन्स एक्टको पनि केही न केही डिस्कसन चाहिँ गर्छौँ। तर त्यो चाहिँ हामी लास्टमा गर्छौँ जब यो क्वेसन डिस्कसन गरेर सकाउँछौँ। 2 3 4वटा क्लास कतिवटा लाग्छ, लास्टमा हामी त्यसमा डिस्कसन गर्छौँ। र म भोलिदेखि 2वटा डिभाइसमा लगइन हुन्छु। र 2वटा डिभाइसमा लगइन हुँदै गर्दाखेरि चाहिँ म के गर्छु भन्दा एउटा डिभाइसबाट चाहिँ म लेख्ने काम गर्छु, नोट लेख्ने काम गर्छु। त्यो नोट पनि तपाईँहरूलाई म वाट्सएपमा सेयर गर्छु, दोज हु हेभ पेड। होइन, अब पे नै नगर्नेको चाहिँ आजको मात्रै हो। अब पे गर्नेले चाहिँ भोलिदेखि नोटमा पनि एक्सेस पाउनुहुन्छ। त्यो हामीले वान नोटमा जुन नोट बनाउँछौँ पिडिएफमा हामी त्यो डाउनलोड गरेर तपाईँहरूलाई पठाइदिन्छौँ वाट्सएपबाट। त्यो अर्को भयो। त्यस पछाडि हामी वी मे युज एक्सेल सिट वा त्यो वान नोटै युज गर्छु जस्तो लाग्छ मलाई। जसको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ कम्प्लिटली नोटहरू आउँछ र त्यहाँ सबै कुराहरू लेखिन्छ। सुई सुई लेखेर जान पनि मिल्छ किनकि त्यो अनलिमिटेड लेन्थ हुन्छ। वान नोटको पिडिएफको रूपमा आउँछ भनिसकेपछि मोरलेस एउटा लेभलमा नोटहरू तपाईँहरूले पाउनुहुन्छ भने। त्यस पछाडि अर्को मेरो एक्सपेक्टेसन चाहिँ के हो भन्दा एटलिस्ट तपाईँहरूले चाहिँ यो पर्सन भनेको डिफिनेसन, पर्सन भनेर कतै मैले बोलिहालेँ भने चाहिँ टेक्निकली पर्सन भनेको यो हो भन्ने कुरा आउला भन्ने चाहिँ मेरो एक्सपेक्टेसन। तर सिए फाइनल मतलब क्याट 3को मात्रै स्टुडेन्ट्स नभएर सिए मेम्बरसिप एक्जाम दिने सिएहरू पनि भएको कारणले गर्दा मोरलेस त्यो इन्डियाको कन्सेप्ट त्यहाँ आइहाल्छ कि भन्ने पनि छ। नभए होइन, कतै त्यस्तो पऱ्यो भने चाहिँ तपाईँहरूले हात उठाउनु होला, म तपाईँहरूलाई चाहिँ क्लियरली यो भनेको यो हो, यो यस्तो हो भनेर भनिदिन्छु। मेन चाहिँ के हो भन्दा कन्फ्युजन पनि नहोस् र धेरै कुरा रिपिट पनि गर्नु नपरोस् भन्ने चाहिँ मेजर आइडिया हो। अ, अब हामीले नयाँ क्वेसन जस्तो सुकै बनाए पनि नर्मल्ली भिएटीको केसमा हेर्ने हो भने चाहिँ नयाँ क्वेसन बनाउने स्पेस त्यति धेरै देखिँदैन आइक्यानको।
इन्कम ट्याक्सको त अलि अलि डिफ्रेन्ट छ, अलि धेरै छ, त्यही भएर नयाँ नयाँ क्वेसन बनाउने स्पेस देखिन्छ। तर भेटी एक्साइजको केसमा वा कस्टम्सकै केसमा पनि क्यालकुलेसन कम्पिटिसनसँग रिलेटेड क्वेसन्स बनाउने हो भने आइकानले नयाँ क्वेसन बनाउन सक्ने ठाउँ चाहिँ देखिँदैन, त्यो स्पेस चाहिँ देखिँदैन। त्यही भएर तपाईँहरूलाई रिक्वेस्ट के हो भन्दा यो पढिसकेपछि चाहिँ यो प्र्याक्टिस गर्दा गर्दै यदि हामीलाई थ्योरी पनि दिमागमा घुसिहाल्यो भने त्यो बेलामा चाहिँ घुसाउन सक्यो भने चाहिँ त्यसले चाहिँ केही न केही हेल्प गर्छ भन्ने चाहिँ तपाईँहरूलाई रिक्वेस्ट हो। त्यही भएर सबै क्लास चाहिँ एटेन्ड गर्नु होला। अब यो क्लासलाई भिडियोमा हामी प्रेजेन्ट गर्छौँ कि गर्दैन भन्दा देयर विल बी भिडियो, क्लासको भिडियो चाहिँ हुन्छ, नहुने होइन। भिडियो रेकर्ड गर्छौँ हामी, एभ्री सेसन विल बी रेकर्डेड, एक नम्बर। दुई नम्बर कुरा चाहिँ के भन्दा त्यो रेकर्डलाई चाहिँ कुनै एउटा प्लेटफर्म मार्फत तपाईँहरूलाई पुर्याउने कोसिस चाहिँ गर्छु म। तर मेन चाहिँ लाइभ क्लास भएको रिजनले गर्दा त्यो सेसन त्यो प्लेटफर्मलाई थोरै केही चार्ज तिर्नु पऱ्यो भने त्यो भिडियो एक्सेस गर्नलाई चाहिँ तपाईँहरूले त्यो प्लेटफर्ममा रजिस्टर हुने र चार्ज तिर्ने गर्नुपर्छ। आई विल मेक इट क्लियर आज र भोलिमा त्यो चाहिँ म प्लेटफर्मवालाहरूसँग कुरा गर्छु, उहाँहरूले चाहिँ त्यो एक्सेस दिन्छु भन्नुभएको छ। त्यो हिसाबले कति चार्ज लाग्छ, सकेसम्म चार्ज नलाग्ने वा लाग्ने नै भयो भने पनि एकदम मिनिमम चार्ज लाग्ने चाहिँ म कुरा गर्छु, सो द्याट यु विल हेभ एक्सेस टु द भिडियो 1 or 1.5 टाइम्स त्यो फेरि रिभिजन गरेर हेर्न पाइन्छ। त्यो एउटा एक्सेस चाहिँ तपाईँहरूलाई हुन्छ, भोलिको दिनमा केही कुरा बुझेन भने चाहिँ त्यो भिडियोबाट हेर्न पाइन्छ। अब योभन्दा अगाडि मैले जुन क्लास लिएको थिएँ जस्तो युआरपी क्लास भनेर फुल क्लास नै पनि वा रिभिजन क्लासहरू पनि युट्युबमा नभएको चाहिँ होइन, छ। त्यो चाहिँ मैले युट्युबबाट प्राइभेट गरेरै सेयर गरिरहेको थिएँ भने अब यो चाहिँ रेकर्डेड भएर बस्छ। भोलिको दिनमा तपाईँहरूले त्यो हेर्न पनि पाउनुहुन्छ, तर एकदम मिनिमम चार्ज तिरेर। त्यो अर्को एउटा चाहिँ क्ल्यारिटी भयो तपाईँहरूलाई। अब आइक्यानको पास्ट क्वेसन्सहरू के हुन सक्छन् भन्दाखेरि चाहिँ डिसेम्बरसम्मको पास्ट क्वेसन चाहिँ इफ यु आर स्टुडेन्ट, मलाई सिएम मेम्बरहरूलाई चाहिँ एक्सेस दिन्छ कि दिँदैन आइक्यानले सजेस्टेड एन्सरमा भन्ने चाहिँ थाहा छैन, होइन। तपाईँ स्टुडेन्ट हो भने चाहिँ हामीले के गर्न सक्छौँ भन्दा चाहिँ स्टुडेन्ट लगइनबाट रिसोर्स मेटेरियलमा गएर हेर्न चाहिँ सक्छौँ, त्यो नसक्ने चाहिँ होइन। फर इक्जाम्पल कुनै एउटा क्वेसनलाई लिएर डिस्कसन गर्दाखेरि चाहिँ, ओके, इन्टायर स्क्रिन मैले सेयर गरेँ अहिले। मैले इन्टायर स्क्रिन सेयर गर्न खोज्दैछु। जस्तो जस्तो अब तपाईँहरूले अहिले स्क्रिनमा हेर्नुभयो भने चाहिँ आइक्यानको जुन 2024को पास्ट क्वेसन छ अहिले चाहिँ, भोलि हामी यसरी पास्ट क्वेसन चाहिँ हेर्दैनौँ। हामी भोलि क्वेसनबाटै सुरु गर्छौँ। साइड बाई साइड सेयर गर्न मिल्यो भने ठिक छ, नभए तपाईँहरूलाई पहिला क्वेसन आउँछ, आज बेलुकासम्ममा क्वेसन आउँछ र भोलि तपाईँहरूले क्वेसन छुट्टै हेर्नुहुन्छ र हामी प्र्याक्टिस छुट्टै गर्छौँ। त्यो मेरो तपाईँहरूलाई रिक्वेस्ट भयो। भोलि चाहिँ तपाईँहरूले के गर्नु पऱ्यो भन्दा क्वेसन हेर्नको लागि सेपरेट स्क्रिन लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। एउटा क्वेसन मलाई लाग्छ, मैले भनेको थिएँ म्याक्सिमम् 10 आवर्स एउटा क्वेसनले लिन सक्छ भन्ने चाहिँ मेरो एक्सपेक्टेसन हो भनेर तपाईँलाई भनेको थिएँ। 12-15 आवर्स लिन्छ भने पनि समस्या छैन। अब मलाई सेप्टेम्बरमा जाँच दिनु छ, भ्याइएन, अब के गर्ने भन्नुहुन्छ भने त्यति धेरै प्यानिक चाहिँ नहुनु होला, किनकि त्यो बेलासम्म हामी 10, 12, 13वटा सेट चाहिँ भ्याउन पनि सक्छौँ। भनेपछि त्यो पनि राम्रै हो। सेप्टेम्बरमा जाँच दिएर पास भयो भने भयो। त्यतिको कारणले गर्दा भएन भने हामी जसरी पनि मार्चमा पास हुने कोसिस चाहिँ गर्छौँ। सकेसम्म सेप्टेम्बरमा नभए मार्चमा पास हुने कोसिस गर्छौँ। त्यो अर्को एउटा एक्सपेक्टेसन भयो। हामी सेप्टेम्बरभन्दा अगाडि क्लास सकाउने कोसिस गर्छौँ, सकिएन भने चाहिँ त्यस पछाडि पनि कन्टिन्यू रहन्छ। तर आई विल नट कम्प्रोमाइज, जति मैले दिन खोजेको हो त्यो कुरामा चाहिँ म कम्प्रोमाइज गर्दिनँ। अ, अब आइक्यानको क्वेसन्स हेरिसकेपछि, जस्तो फर इक्जाम्पल क्वेसन नम्बर 1 छ यो एडभान्स ट्याक्सेसनको, यो चाहिँ सजेस्टेड एन्सर नै हो।
क्वेसन नम्बर वान अब आइक्यानले सोध्यो जुन 2024मा, अस्ति, सरी डिसेम्बर 24मा, अस्ति जुनको क्वेसन भयो, यो डिसेम्बर 24को क्वेसन भयो। लोवर त्रिशुली 7 हाइड्रो पावर लिमिटेड वाज इन्कर्पोरेटेड अन भाद्र 20 2064 फर डेभलपमेन्ट अफ 20 मेगावाट हाइड्रो प्रोजेक्ट। द प्रोजेक्ट अचिभड कमर्सियल production on Bhadra 19-2068. The company is listed in NEPSI. The company has provided the following extracted information for the income year 7980 to assess the tax liability up to माघ end 2080 भन्छ। अब यहाँनिर एउटा कुरा चाहिँ के छ भन्दा, जस्तो यो हाइड्रो पावर हो भनिसकेपछि हामी दफा 11को कुरामा जान्छौँ। एउटा यसले रेटको कुरा गर्छ। एउटा तपाईँहरूलाई अब म ओभरअल फ्रेमवर्क त्यस पछाडि भन्न थाल्छु। कस्तो हुन्छ भन्दा चाहिँ, अब इफ क्वेसन नम्बर वान आउन साथ चाहिँ सेक्सन 11 र अनुसूची 1को दफा 2 वा 1 चाहिँ लिङ्कअप भएर आउँछ, अर्थात् ट्याक्सको रेटका कुराहरू चाहिँ लिङ्कअप भएर आउँछ। अनुसूची 1मा ट्याक्सको रेट छ इन्कम ट्याक्स एक्टको। अनुसूची 1को दफा 1 चाहिँ नेचुरल पर्सनको ट्याक्स रेटसँग रिलेटेड छ भने अनुसूची 1को दफा 2 चाहिँ इन्टिटीको ट्याक्स रेटसँग रिलेटेड के छ। हो के सर? बोल्न मिलेन है? बोल्ने हो भने तपाईँहरू आफू बोल्ने हो भने चाहिँ म्युट गर्नु होला। त्यस्तै दफा 11ले चाहिँ रिड्युस ट्याक्स रेटको कुराहरू गर्छ। भनिसकेपछि अब मोरलेस यो क्वेसन नम्बर वान चाहिँ दफा 11 र अनुसूची 2लाई समातेर अनि त्यसपछि ट्याक्सको रेट आइडेन्टिफाई गर्ने, क्यालकुलेट गर्नुपर्ने, त्यसको वर्किङ पनि देखाउनु पर्ने खालको कुराहरू आउँछ, जसले चाहिँ 2 देखि 3 मार्क्स क्यारी गर्न सक्छ म्याक्सिमम्। कहिलेकाहीँ 1.5 पनि हुनसक्छ, कहिलेकाहीँ 3.5सम्म जान्छ। सेक्सन 11को अन्डरस्ट्यान्डिङ वा नलेज वा मेमोराइज भनौँ न, अन्डरस्ट्यान्डिङ भन्दा नि मेमोराइज गरेर अनि त्यसलाई इन्टरप्रेट गर्न सक्यो भने चाहिँ 3.5 मार्क्ससम्म आउन सक्छ। भनेपछि तपाईँहरूले ओभरअल क्वेसन नम्बर वानमा चाहिँ रेट मात्रै करेक्ट आइडेन्टिफाई गर्नुभयो भने पनि कहिलेकाहीँ चाहिँ 3.5सम्म पुग्छ भने कहिलेकाहीँ 1.5 to 2 चाहिँ युजल्ली हुन्छ। त्यो चाहिँ आइडेन्टिफाई गर्न सक्नु पर्यो एक। त्यस पछाडि इन्कम साइड छ यसको, अनि अदर एडिसनल इन्फर्मेसन भनेर दिएको छ। अलि लामै रहेछ क्वेसन। अनि अर्को चाहिँ ऊ छ, के भन्छ अरे, डेप्रिसिएसन क्यालकुलेसन छ। तपाईँले यो सबैलाई हेर्नुभयो भने चाहिँ आइटम्स टु बी इन्क्लुडेड इन टोटल इन्कमलाई 3 मार्क्स भनेको छ। ट्याक्सेबल इन्कम क्यालकुलेसनलाई 12 मार्क्स भनेको छ। टोटल ट्याक्स लाइबिलिटी फर द इन्कम इयर 7980 इन्क्लुडिङ फिज एन्ड इन्ट्रेस्टलाई चाहिँ 5 मार्क्स भनेको छ। भनेपछि सबभन्दा पहिला यो इन्फर्मेसन हेर्न साथ के हुन्छ भन्दा, इन्कम साइडलाई चाहिँ 3 मार्क्स मात्रै छ। नर्मली इन्कम साइड 2.5 वा 3 मार्क्स के हुन्छ भने, अब यसले चाहिँ फिज एन्ड इन्ट्रेस्ट पनि भनेको छ। फिज एन्ड इन्ट्रेस्ट भनिसकेपछि दफा 117, 118, 119, 120, 121का कुराहरू आउँछन्। भनेपछि अब त्यो पनि इन्क्लुड गरेर ट्याक्स रेट आइडेन्टिफाई गरेर फिज एन्ड इन्ट्रेस्ट क्यालकुलेट गर्नलाई 5 मार्क्स भनेपछि, अब फिज एन्ड इन्ट्रेस्टको लागि जस्तो दफा 117को 3वटा आइटम छ भने एउटालाई त कम्तीमा 0.5 दिनु पऱ्यो भनेपछि 1.5 मार्क्स त्यहाँनिर आउने हो। अनि त्यस पछाडि 1.5 मार्क्स त्यहाँनिर आउने भयो। त्यस पछाडि दफा 118सँग रिलेटेड छ भने दफा 118 अलि लेन्दी क्यालकुलेसन हुन्छ। त्यस कारणले गर्दा 1.5 मार्क्स वा 2 मार्क्ससम्म दिन सक्छ। 119 छ भने अर्को 0.5 वा 1 मार्क्स आउने भयो। अनि त्यस पछाडि ट्याक्स रेटको क्यालकुलेसन 2.5, 3 मार्क्स वा 3.5 मार्क्ससम्म जान्छ भनेर मैले भने। भनेपछि ओभरअलमा चाहिँ त्यसरी आइटम ब्रेकडाउन हुन्छ। अनि अब यो ट्याक्सेबल इन्कम, एसेसेबल इन्कम भनेको के हो भन्ने विषय पनि हामी डिस्कसन गर्छौँ। फर्स्ट क्वेसन हामी जुन 2025को लिन्छौँ र त्यो गर्ने बेलामा हामी ती प्रत्येक कुराहरू डिसाइड गर्छौँ, डिस्कसन गर्छौँ। फर इक्जाम्पल यही क्वेसनमा पनि हामीहरूले डिस्कसन गर्न थाल्यौँ भने चाहिँ लोवर त्रिशुली 7 हाइड्रो पावर लिमिटेड भन्नासाथ नेचर अफ पर्सन के रहेछ भन्ने कुरा चाहिँ हामी डिस्कसन गर्छौँ। नेचर अफ पर्सन इन्टिटी भयो, स्पेसिफिकली हाइड्रो पावर इन्टिटी भयो। हाइड्रो पावर इन्टिटीलाई चाहिँ हाम्रो अनुसूचित 2 अनुसार ट्याक्सको रेट कति हो, सबभन्दा पहिला दिमागमा त्यो कुरा आउनु पऱ्यो यो क्वेसन आउन साथ भनेर म भन्छु। यसरी हामी डिस्कसन गर्दै जान्छौँ र हरेक क्वेसन्समा यसरी डिस्कसन गरिसकेपछि अनि फाइनल्ली हामी के गर्छौँ भन्दा चाहिँ
ओभरअल यो डिस्कसन सकिसकेपछि चाहिँ फाइनल्ली हामीहरू चाहिँ कम्प्लिट गर्छौँ। तपाईँहरूको केही क्वेसन भए हामी क्वेसनहरू लिन्छौँ र कन्क्लुड गर्छौँ। भनिसकेपछि मोरलेस साइड बाई साइड हामी के गर्छौँ भन्दा वी विल डिस्कस अन द प्रोभिजन्स अफ ट्याक्स लज। अनि त्यस पछाडि आएर यो हिसाब पनि गर्छौँ दुई। अब तेस्रो कुरा चाहिँ के हो भन्दा कति मार्क्सको कहाँ कहाँबाट क्वेसन आउँछ तपाईँहरूलाई मोरलेस थाहा होला। इफ यु आर अ न्यू स्टुडेन्ट, एक्जाम दिनु भएकै छैन वा मेम्बरसिपको एक्जाम दिँदा पनि कति मार्क्स कहाँ एलोकेटेड छ थाहा छैन भने इन्कम ट्याक्स 50 मार्क्सको आउँछ। भ्यालु एडेड ट्याक्स, कस्टम्स र एक्साइज गरेर 35 मार्क्सको आउँछ। तिनवटा मिक्स कसरी हुन्छ भन्ने कुरा खासै थाहा छैन। तर मोरलेस भ्याटबाट 15 मार्क्स वा 20 मार्क्सको आउने र बाँकी एक्साइज र कस्टम्सबाट त्यही 20-15 मार्क्सको कति हुन्छ त्यो आउने हुन्छ भने 5 मार्क्सको कोड अफ इथिक्सको क्वेसन सोध्छ थ्रीमा, क्वेसन नम्बर थ्रीमा भने डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट र इन्टरनेसनल ट्याक्सेसनसँग रिलेटेड जस्तो ट्रान्सफर प्राइसिङ होला, बिपिएस एक्सन प्लान होला, त्यसको नलेजका कुराहरू होला, त्योसँग रिलेटेड चाहिँ अर्को 5 मार्क्सको सोध्छ। अर्को 5-5 मार्क्सको सोध्छ भनेपछि टोटल इन्टरनेसनल ट्याक्सेसन 5 मार्क्स, डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट 5 मार्क्स र कोड अफ इथिक्स 5 मार्क्स गरेर 15 मार्क्स आउँछ। टोटल हाम्रो चाहिँ त्यसरी 100 मार्क्सको क्वेसन फर्म भएको हुन्छ। यदि कोड अफ इथिक्सको चाहिँ ट्याक्ससँग रिलेटेड कोड अफ इथिक्स भनेको लगभग 5 पेजको हो, त्यति मात्रै मेमोराइज गरेर त्यो कुरालाई क्लियरली हामीहरूले पेपरमा रिफ्लेक्ट गर्न सक्यो भने 5 मार्क्स त त्यहाँबाट सेक्योर गर्न सकिन्छ। त्यो सबभन्दा सजिलो आइडिया त्यो हो। त्यो बाहेक डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्टको एकदमै धेरै पपुलर क्वेसनहरू छन्। तर स्पेसिफिक क्वेसन आउने भएर कहिलेकाहीँ चाहिँ अनलक्की पनि हुन सकिन्छ डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्टमा, किनकि वी हेभ 11 कन्ट्रिजसँग डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट र त्यसमा ब्रोडर क्वेसन आयो भने त सजिलो हो। तर स्पेसिफिक क्वेसन अब इन्डियासँगको आर्टिकल 22 लेख भनेर आयो भने वा आर्टिकल 21 लेख भनेर आयो भने द्याट इज टु अ बिट स्पेसिफिक होइन। अनि 30वटा 31वटा जस्तो आर्टिकल छ सबै देशसँग, 30वटा इन्टु वा 31वटा आर्टिकल मल्टिप्लाइड बाई हिसाब गरौँ न 11वटा देश भनेपछि 330, कम्तीमा 330वटा चाहिँ आर्टिकल पढेर गएर ल फर्स्टको र लास्टको दुईवटा आर्टिकल मैले छोडिदिएँ भने पनि 300वटा आर्टिकल पढेर गएर वा सेक्सन जस्तो पढेर गएर 5 मार्क्स सेक्योर गर्ने चाहिँ बिट च्यालेन्जिङ नै हो। अब त्यो क्वेसन सेट गर्ने बेलामा आइकान्डले सोच्नुपर्ने हो। त्यो सोच्ला भनेर हेरौँ, किनकि त्यो बिस्तारै ओरिएन्टेसनका कुराहरू सुरु होला। त्यो हिसाबले सोच्ला भनेर हेरौँ। अ, त्यो तरिकाले जाँदाखेरि चाहिँ मेन चाहिँ जिटिएबाट पनि 5 मार्क्स सेक्योर गर्न सकिन्छ, किनकि मोरलेस पास्ट क्वेसन्सलाई नै बढी फोकस गरेको छ आइकान्डले। अब अर्को बिपिएस सेक्सन प्लान भन्ने छ। बिपिएस एक्सन प्लानमा चाहिँ के हो भन्दा तपाईँहरूले सुन्नुभयो होला अहिले ओइसिडीले बेस बेस इरोजन एन्ड प्रफिट सिफ्टिङको कुरा गर्छ। इन्टरनेसनल ट्याक्सेसनमा प्याराडाइम सिफ्ट कसरी ट्याक्स ब्राकेटमा ल्याउने, ट्याक्स कर छली वा ट्याक्स अभोइडेन्सलाई कसरी कन्ट्रोल गर्ने। अब हामीले अहिलेसम्म अहिले पनि हामी डिस्कसन गर्छौँ ट्याक्स अभोइडेन्स इज कम्प्लिटली लिगल अनइथिकल भए पनि केही फरक पर्दैन, ट्याक्स इभेजन चाहिँ इलिगल हो, त्यो चाहिँ गर्न हुँदैन भनेर हामीहरूले सुनेको होला। तर अहिले बिपिएसमा के गर्न थालेको छ भन्दा अभोइडेन्सलाई पनि इभेजनतिर कसरी लैजाने, ट्याक्स ललाई कसरी कडा बनाउने भन्ने खालका कुराहरू आएको छन्। ती कुराहरूको बारेमा पनि आइकान्डले कहिलेकाहीँ चुस्स क्वेसन सोध्न सक्छ। त्यो चाहिँ अवेरनेस भएपछि हुन्छ जस्तो लाग्छ मलाई। 2-3 मार्क्स 4 मार्क्स 5 मार्क्स सेक्योर गर्नलाई गाह्रो हुँदैन। मोरलेस हाम्रो सिलेबसको आइडिया चाहिँ यही नै हो। तर मेजर कुरा चाहिँ के हो भन्दा यु हेभ टु नो द प्रोभिजन्स अफ ट्याक्स ल। त्यसको लागि सबभन्दा पहिला आउने चाहिँ ट्याक्स लको प्रोभिजन चाहिँ जान्नु पर्यो। म सबैजनालाई के भन्ने गर्छु भन्दा चाहिँ इफ वी आर गोइङ टु प्रोसेस र मेटेरियल इन्टु फिनिस गुड्स, सबभन्दा पहिला त र मेटेरियल हुनुपर्छ अनि बल्ल फिनिस गुड्स बन्छ भन्छु। एन्ड र मेटेरियल इन रेस्पेक्ट अफ ट्याक्स नलेज इज द प्रोभिजन अफ ट्याक्स ल। तपाईँसँग प्रोभिजनको बारेमा तपाईँलाई याद छ भने इन्टरप्रिटेसन गर्नलाई त्यस पछाडि खासै धेरै गाह्रो हुँदैन। थोरै ट्रिक जाने भयो वा थोरै कुरा जाने भयो तर त्यो लेभलको गाह्रो हुँदैन। तर इफ यु डु नट नो द प्रोभिजन देन त्यो बेलामा चाहिँ गाह्रो हुनसक्छ। सो द्याट माई हम्बल रिक्वेस्ट फर यु इज तपाईँहरूलाई प्रोभिजन थाहा होस् र राम्ररी पढ्नुहोस् भन्ने चाहिँ मेरो एकदमै एकदमै ठुलो रिक्वेस्ट छ। त्यो चाहिँ मेरो रिक्वेस्ट भयो तपाईँहरूलाई। अब तपाईँहरूसँग केही क्वेसन छ भने लिन्छु, नभए आजको क्लास चाहिँ 1 घन्टाको भने पनि, किनकि इन्ट्रोडक्टरी क्लास हो, आई एम गोइङ टु एन्ड इट
इफ यु डु नट ह्याभ क्वेसन, मैले तपाईँहरूलाई भने कसरी पढ्ने, के गर्ने, हामी कसरी अप्रोच गर्छौँ भनेर भने। अब इफ यु हेभ एनी क्वेसन्स, आई विल गो थ्रु यर क्वेसन्स। क्वेसन छ? रेगुलर क्लास टाइम यही टाइममा हुने हो भन्ने कुरा छ। अनलेस अदरवाइज स्पेसिफाइड, हाम्रो क्लास टाइम 6 बजेदेखि 8:30 बजे हुन्छ। एक, 6 to 8:30 क्लास टाइम। अ, दोस्रो कुरा चाहिँ नम्बर 2, बेलुका पनि हुनसक्छ र कहिलेकाहीँ अब फर इक्जाम्पल आई हेभ कमिटमेन्ट्स। हिजो काउन्सिल मेम्बर बनियो 1 वर्ष अगाडि, आइकानमा काउन्सिलमा कन्ट्रिब्युट गर्ने कमिटमेन्ट छ। त्यो कमिटमेन्ट भएको रिजनले गर्दा बिचमा अब जस्तो फर इक्जाम्पल आजै पनि मेरो 8 बजे एउटा मिटिङ छ भनेपछि आई हेभ टु गो टु आइक्यान 8 बजे भनेपछि कहिलेकाहीँ चाहिँ के हुनसक्छ भन्दा द क्लास क्यान बी सर्टर। 8, 8:30 बजेभन्दा अगाडि त आइक्यानको मिटिङ हुँदैन भनिसकेपछि 7:30 बजे एन्ड हुनसक्छ 8:30को सट्टा, वा 8 बजे एन्ड हुनसक्छ 8:30को सट्टा, किनकि मिटिङ 8:30 बजे भयो भने 8 बजे एन्ड गरेर म हिँड्नुपर्छ। मिटिङ 8 बजे भयो भने 7:30 बजे एन्ड गरेर हिँड्नुपर्छ। सो त्यो त्यो एउटा भयो मोरलेस बिहानको लागि चाहिँ नर्मल्ली ब्रेक हुँदैन जस्तो लाग्छ मलाई। एटलिस्ट हामी 1.5 घन्टा चाहिँ पढ्न सक्छौँ बिहान। बढीमा हामी 2.5 घन्टाको कुरा गरिरहेछौँ। त्यो हिसाबले चाहिँ हाम्रो क्लास टाइमिङ चाहिँ 6 देखि 8:30 हुन्छ। अर्को एउटा क्वेसन छ, हामी मेम्बरसिपको क्वेसन प्र्याक्टिस गर्छौँ कि गर्दैनौँ भनेर भनेको छौँ। लास्ट 20 एटेम्प डज नट मिन हामी क्याप 3को क्वेसन गर्छौँ। लास्ट 20 एटेम्प मिन्स आइक्यानले यो 20वटा एटेम्पमा क्याप 3 र सिए मेम्बरसिपमा सोधेका सबै क्वेसनको प्र्याक्टिस गर्छौँ। 2020को डिसेम्बर सेप्टेम्बरदेखि यताका, किनकि त्यो सेप्टेम्बर कि अक्टोबरमा एक्जाम भयो जस्तो लाग्छ मेम्बरसिपको। 2020मा जुनको एटेम्पको एक्जाम भएन। 2020को सेप्टेम्बरदेखि यताको जुन 2025सम्मको जति पनि क्वेसनहरू छन् हामी सबै प्र्याक्टिस गर्छौँ। अब कसरी प्रिपेयर गर्ने, एक एडभान्स ट्याक्सेसन भन्ने क्वेसन छ एउटा यहाँ। अब एडभान्स ट्याक्सेसन कसरी प्रिपेयर गर्ने भन्ने कुरामा त्यही प्रिपेयरै गराइरह हो जस्तो लाग्छ है मलाई चाहिँ। कसरी प्रिपेयर गर्ने भन्दा प्र्याक्टिसै गर्ने हो। थ्योरिटिक मतलब प्रोभिजनको नलेज हुनु पऱ्यो, त्यो पनि वी विल बी डिस्कसिङ। अनि त्यसपछि प्र्याक्टिकल क्वेसन कसरी अप्रोच गर्ने हामी त्यो पनि डिस्कस गरिरहेछौँ। भनिसकेपछि वी आर प्रिपेरिङ फर एडभान्स ट्याक्सेसनको एक्जामिनेसन। र मलाई के लाग्छ भन्दा हामीले यो क्लास सकाउँदै गर्दाखेरि चाहिँ एडिसनल पढ्नु नपरोस् भन्ने चाहिँ मलाई लाग्छ। अर्थात् हामीले यहाँ जति पनि पढ्छौँ त्यो चाहिँ एक्जामिनेसनको प्रिपेरेसन होस्, भोलि एक्जाममा गएर छुस्स यही रिभिजन गरेको भरमा चाहिँ 60 आउने होस् भन्ने चाहिँ मलाई लाग्छ। त्यो नहुन पनि सक्छ कहिलेकाहीँ, आई डोन्ट नो होइन। तर मेरो इच्छा चाहिँ के हो भन्दा यहाँ पढेको जति पनि तपाईँहरू हुनुहुन्छ तपाईँहरूले भोलि एक्जाम चाहिँ सोझै अप्रोच गर्न, यो धेरै अरू खासै धेरै दिमाग नलगाइकन चाहिँ एक्जाम सोझै अप्रोच गर्न मिलोस्, एटलिस्ट यो 4वटा सेसन भन्ने चाहिँ मेरो रहर हो। र आई वान्ट त्यो त्यो नै होस् भन्ने कुरा चाहिँ म चाहन्छु। भनेपछि यो चाहिँ इक्जाम प्रिपरेसन नै गराइरहेको हो खासमा। नभए मैले के भन्थेँ भन्दा फुल ट्याक्सेसन क्लास हामी पुरै प्रोभिजनबाट अप्रोच गर्छौँ, हिसाब चाहिँ धेरै गर्दैनौँ, 1-2टा कन्सेप्चुअल क्वेसन मात्रै गर्छौँ भन्थ्यो भने यो एक्जामिनेसन फोकस्ड अप्रोच भएको भएर वी आर फोकसिङ ओन्ली अन क्वेसन्स। तर त्यो क्वेसनसँग रिलेटेड प्रोभिजन्सहरू पनि हामी मजाले डिस्कसन गर्छौँ। अरू केही छ क्वेसन? क्वेसन छ? यति नै हो जस्तो छ क्वेसन है। ओके, आजलाई यति नै गरौँ। थ्याङ्क यू एभ्री वान। भोलि बिहान 6 बजे भेटौँला। भोलि बिहान 6 बजेको लागि म तपाईँहरू सबैलाई जुममा र तपाईँहरूको रजिस्टर्ड इमेलमा लिङ्क सेयर गर्छु।
भोलिदेखि चाहिँ एउटा मात्रै लिङ्क छ। आजको यो लिङ्क यहीँ एन्ड हुन्छ। भोलिदेखि चाहिँ एउटा मात्रै लिङ्क छ। पर्सि पनि त्यसैमा नै जोइन गर्ने हो, किनकि त्यो रिकरिङ हो 2 नम्बर। र तेस्रो कुरा चाहिँ के हो भन्दा, तपाईँहरूको यदि वाट्सएप छैन तपाईँहरूले रजिस्टर गरेको इमेलमा भने, प्लिज टेक्स्ट मी। मेरो नम्बरमा वाट्सएप छ, त्यसमा टेक्स्ट गर्नु होला। दिस इज माई वाट्सएप नम्बर भनेर आफ्नो नामसहित पठाउनु भयो भने आई विल सेभ द्याट नम्बर। र तपाईँहरूलाई मैले क्लासको जुन पे गर्नेवालाहरू मात्रै हुनुहुन्छ, उहाँहरूको क्लासको एउटा छुट्टै ग्रुप छ। त्यो वाट्सएप ग्रुपमा म तपाईँहरूलाई एड गर्छु। अनि त्यो एड भइसकेपछि चाहिँ वी क्यान डिस्कस समथिङ अन द्याट। क्लासको सेड्युलदेखि लिएर सबै कुरा त्यसमा डिस्कस गर्न सक्छौँ। र धेरै इजी हुन्छ डिस्कसन्सहरू पनि, है त। जस्तो मैले रजिस्टर गर्नेहरूको 4-5 जनालाई चाहिँ त्यो हिजो याद गर्न सकेको छैन ग्रुपमा। आई वुड लाइक यु टु सेन्ड मी योर, त्यो वाट्सएप नम्बर छ भने। वाट्सएप छैन भने चाहिँ कुन मिन्स हुन्छ, इमेल मात्रै युज गर्ने हो भने त्यो पनि युज गर्न सकिन्छ, त्यो पनि मलाई टेक्स्ट गरिदिनु होला, है त। अब यहाँ अर्को एउटा क्वेसन आएको छ, प्रोभिजन डिस्कसन गर्दा छुट्टै लेखेरै गर्छौँ कि डिस्कस मात्र गर्ने भन्ने छ। यो छुट्टै लेखेर गऱ्यो भने दिमागमा केही पनि घुस्दैन हजुर। त्यस कारणले गर्दा हामी चाहिँ के गर्छौँ भन्दा, वान नोटमा लेखेर गर्छौँ। प्रोभिजनको डिस्कसन गर्दा पनि हामी लेखेर नै गर्छौँ, मुखले मात्रै केही पनि गर्दैनौँ। केही छ अरू? बुक आउँछ कि आउँदैन भन्ने छ। मैले यो एकदमै धेरै फेस गर्नु परेको क्वेसन थियो यसमा। अब बुक चाहिँ आउँदैन। किन भन्दा यो क्लास जसरी हामीले अप्रोच गरिरहेछौँ यसमा बुक केही पनि रिलेभेन्ट हुँदैन। अब मेरो अपडेटेड बुक चाहिँ आउँछ होला सेप्टेम्बरसम्ममा। मैले अब यो 10औँ वर्ष हो, त्यस कारणले गर्दा यो यो वर्ष चाहिँ जसरी पनि किताब निकाल्नुपर्छ भनेर लागिरहेको छु। अपडेटेड बुक सेप्टेम्बरसम्म चाहिँ आउँछ होला। तर तर आई डोन्ट नो, आई विल नट डिस्ट्रिब्युट द्याट कि म त्यो मतलब डिस्ट्रिब्युट चाहिँ गर्दिनँ। मलाई लाग्छ क्लास नोट र हामीले क्लासमा गर्ने प्र्याक्टिस नै सफिसियन्ट हुनुपर्ने हो, जुन छ मलाई। ओके, अरू केही छ? म यहाँ कुरिरहेको छु है, क्वेसन केही छ कि भनेर। ओके, केही भए हामी पछि पनि डिस्कसन गर्न सक्छौँ। थ्याङ्क यू भेरी मच। अब बिहानै उठाएर थोरै मैले मेरो गफ सुनाएँ, त्यसको लागि तपाईँहरू उठेर आउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। भोलि बिहान हामी 6 बजे क्लासमा भेट्छौँ। थ्याङ्क यू।